हेलो गाइजहरू। आज चाहिँ हामीले चाउचाउ करेन्ट ल्याएर हामीले चाहिँ खाँदैछौँ। अनि हामी साथीहरू मिलेर आज हाम्रो छुट्टीको दिनमा चाहिँ हामीले खाउँ, सँगै बसेर खाउँ भनेर खाँदैछौँ। अनि सँगै बसेर खाँदाको एक्सपिरियन्स चाहिँ मैले हजुरहरूलाई बताउँछु। तर धेरै रमाइलो हुँदो रहेछ सँगै बसेर खाँदा चाहिँ, एकदमै मिठो पनि लाग्ने है। अनि त्यसैमा करेन्ट चाउचाउ। अनि जहिले पनि हामीले यस्तो भिडियोहरूमा के अरूले खाएको भिडियोहरू देख्थ्यो के, अनि त्यही भएर आज हामीले पनि यसो भिडियो बनाऊँ नि त भनेर चाहिँ हामीले भिडियो बनाएको है। अनि तर जस राम्रै हुँदो रहेछ। अनि हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो? अनि म चाहिँ हजुरको अगाडि चाहिँ मैले करेन्ट चाउचाउ खाएर हजुरलाई सेयर गर्छु। अनि हजुरले कस्तो लाग्छ अनि हजुरहरूले पनि यसरी नै खान सक्नुहुन्छ है। हजुरहरूलाई कतिको याद छ होइन, तपाईँ आफ्नो साथीहरूसँग बसेर खाँदाको मजा होइन, तपाईँले पनि होइन एउटा महसुस गर्न सक्नुहुन्छ, फिलिङ्स गर्न सक्नुहुन्छ हाम्रो भिडियोहरू हेरेर। अनि मैले चाहिँ पहिलोचोटि बनाएको यसरी चाहिँ खाएको भिडियो चाहिँ आजसम्म बनाएको थिएन। अनि हामी कति 4 जना छौँ। अनि 4 जनाले चाहिँ मैले 4 जनाको भिडियो चाहिँ एक एक गरेर देखाउने छु। अनि सुरुमा हजुरले चाहिँ मैले खाएको हेर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ मैले एक एक गरेर प्रत्येक साथीहरूलाई चाहिँ यो भिडियो देखाएको छु। अनि हजुरहरूले कस्तो लाग्छ हेर्नुहोला है। अनि हजुरको साथीहरू पनि हुनुहुन्छ होला होइन। यसरी नै हजुरहरू कतिजना मलाई चिनेको हुनुहुन्छ होइन। अनि अवश्य पनि हजुरसँग भेट हुँदा चाहिँ मैले यसरी नै फेरि पनि हामी कतिजना साथी हुनुहुन्छ होइन, मेरो साथीहरू होइन, बेस्ट फ्रेन्डहरू। अनि जतिजनाले चाहिँ यसरी मेरो यो युट्युबमा यो भिडियो हेर्दै हुनुहुन्छ, अनि अवश्य पनि म आशा गर्छु हजुरसँग भेट भयो भने नि हामीले योभन्दा नि अझ रमाइलो गरेर चाहिँ हामीले खानेछौँ, रमाइलो गर्नेछौँ होइन। अनि कस्तो लाग्छ हजुरलाई यो भिडियो? अनि धेरै समयपछि चाहिँ यसरी खानु पाउँदा चाहिँ म धेरै खुसी भएको छु। अनि पहिले चाहिँ गाउँमा आउँदा चाहिँ साथी मिलेर गाउँमा गएर है अनि अमिलो खान्थ्यो। अनि त्यसपछि आँपहरू पाक्ने समयमा आँपहरू ल्याएर होइन एक ठाउँ बसेर हामीले खान्थ्यो। अनि पैसा उठाएर, पैसा भए नभएर चटपटाहरू बनाएर, चाउचाउहरू बनाएर साथीहरूसँग खान्थ्यो। अनि त्यसरी खाँदा चाहिँ छुट्टै प्रकारको रमाइलो हुन्थ्यो के होइन। काँक्रा फल्ने सिजनमा काँक्राहरू ल्याएर खान्थ्यो होइन। तर अब यो आजको समयमा चाहिँ हामीले यसरी चाउचाउ लिएर खाएको साथीहरूसँग बसेर है। तर धेरै रमाइलो लाग्यो मलाई चाहिँ, एकदमै मिठो लाग्यो। अनि जति भयो नि खान सकिने कि साथीहरूसँग त, जति धेरै भए पनि खान सकिने एकदमै होइन। एक्लै हुँदा त अब त्यस्तो खासै मतलब हुन्न नि त। जति खानेकुरा भए पनि त्यो कुराप्रति कुनै मतलब नै हुँदैन। तर साथीसँग हुँदा चाहिँ कस्तो कुरा जस्तो नमिठो कुरा भए पनि एकदम मिठो लागेर होइन, एकदमै मिठो लाग्ने कि त्यो जे खाना पनि होस् होइन। अहिले त हामीले चाउचाउ खाएको छौँ तर एकदमै रमाइलो हुने कि साथीहरू। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मैले चाहिँ यो भिडियो हजुरको माझमा मलाई चाहिँ खुसी लागेर मैले हजुरलाई चाहिँ देखाउनलाई भिडियो बनाएको छु। हस्।